हेलो साथीहरू सबैजनालाई नमस्कार। आज यो मैले चाहिँ मौरी काट्ने तरिका सिकाउँदैछु, हेर्नु होला। यहाँ मौरी काट्दैछु हामीले चाहिँ घर मौरीको घार रहेको छ यो, हेर्नु होला। एकदम राम्रो दामी छ। ल भित्र मौरी हेर्नु होला है, एकदम राम्रो छ। भित्र चाका टन्नै छ, भरिएको छ। यस मौरी काटेको सम्पूर्ण भिडियोहरू हेर्नु होला। म पुरा भिडियो खिचेर देखाउने छु, पुरा भिडियो हेर्नु होला। मौरी चाहिँ एकदम खतरा छ, भित्र चाका धेरै छ जस्तो छ। पुरा भिडियो हेर्दै गर्नु होला। खोइ झुम्रो खोइ त समाउँदै झिम गर्छ नि त्यो। बाबा आउँछ आज बाबा नि कहाँ पाउँछ एक थोपा नि छैन। ढङ्गा अहिले खुट्टा आउँछ त्यो आउँदैन त्यतिकै त यहाँ माउ अलि पछि लगाएर अनि अब हेर्नु होला गाइजहरू। ल मौरीको चाका खतरा रहेको छ। ल हेर्नु होला, एकदम भरि रहेको छ खतरा मौरीको चाका। अब चाहिँ हामी यसलाई निकाल्दैछौँ, हेर्नु होला। बाहिर क्या मकै भान्डामा हुन्छ अलिअलि भयो फुटेन। के कपडा हो त्यो? मैले भएन त्यो। गाइजहरू यो चाहिँ हामीले एउटा पुरानो कपडाको चाहिँ झुम्रो सल्काउँदैछौँ। यो झुम्रोले यसको धुवाँले गर्दाखेरि मौरीले टोक्दैन, मौरी चाहिँ भित्रभित्र लुकेर बस्छ। यो चाका निकाल्ने बेलामा मौरीले नटोकोस् भनेर चाहिँ हामीले यो धुवाँ लगाउनु पर्ने हुन्छ। त्यसैले पुरानो कपडाको धुवाँ चाहिँ लगाएर हामी यो मौरीको चाका निकाल्दैछौँ। गाइजहरू हेर्नु होला। अब त्यो गाईको गर्नु हुँदैन कि के गाई यहाँ अर्कै हट नासेर जान्दैन नि त्यो। अनि यो यताबाट निस्किँदैन नि मान्छे ठाउँदिनु पऱ्यो नि यसरी राख्छ फेरि नकाट्नु कहाँ फेरि थाहा छ हामीलाई। अलिकति आधी तलबाट काट्नुपर्छ 1 इन्ची जति। माथि रगड्या छ यसले। ओहो म त झपक्क रहेछ यार। मौरी खेदौँ त्यो एउटा टालो म त खतरा रहेछ। निबिसको झुम्रो अर्को ल्याउनु न। त्यो एकछिन नचलाउँ न। प्योर लोकल मौरी कटिङ हुँदैछ टक्कला। मास्टरतिर गर्छु क्या। ओ मन दामी छ है। ऊ झरिसक्यो। ल सामान खोइ हातले चाका जम्मै झऱ्यो क्या। अब यहीँ हाल्नु भट्टा कुचो फोहोर छ त त्यो भित्रबाट आउनु है भित्र बाहिर लगाएर उडाइदिनु न यता। अब अर्को टिमलाई झ्याउ गर्छ त्यसले बाहिर उडाइदिनु पर्छ नि। फोहोर कुचोले खतम पार्यो। मौरी झिर्के कुच्चो यो कसले भने
यहीँबाट आएर न पहिला थालमा राखिकन झुम्रो अलि ठुलो बाल्नुपर्छ उयो यो बढाएर त थाल दिनु खै चाका झर्छ चाका झिउँला होइन त के गर्छ अरे भुइँमा माटो लाग्छ कि भयो झुम्रो तु बर्बाद पार्यो बिजोग पारेर बिच्किसक्यो कि छिटो गर्नु झुम्रो भएन कि एउटा झुम्रो बाल्नु नि अलि कपडा मात्र बाले अनि यहाँ राखेर छोड्दैन भइगयो थाल छोड्दैन चक्नु थाल उतान पारा यस्तो विधि मैले झिकेपछि त मारिहाल्छ तल आदि त्यो एउटा छोडिदियो हुन्छ पुग्छ बाहिर टोको फाइनली गाइज अब चाहिँ ल चाका सबै निक्लिसक्यो सबै निकालिसक्यो हामीले अब चाहिँ यसलाई फेरि पहिलाको जस्तै गरेर बन्द गर्नुपर्छ त्यो 1-2 पिस चाका छोड्नु पर्ने हुन्छ त्यो मौरीको लागि फेरि हामीले 2-3 पिस सानो सानो चाका छोडिदिएका छौँ त्यहाँ देख्न सक्नुहुन्छ अरू सबै निकालिसकेका छौँ अब हामी चाहिँ यसलाई फेरि ढकनी लगाएर बन्द गर्ने क्रममा छौँ अब पहिलाको जस्तै बन्द गरिदिनुपर्छ हेर्नु होला गाइचहरू कुकुर हेरेर कहाँ मरेर पानी हाल्नुपर्छ नि अनि लिप्सिन्छ पानी पिन्छ त हो खोइ पानी पानी बदल्न त केटा आज लोकल मौरी काटेका छौँ हेर्नु होला साथीहरू लोकल मौरीको चाका यो यहाँ चाकालाई चाहिँ यहाँ निचोरेर रस चाकाको रस निकाल्दैछौँ मह हेर्नु होला लोकल मह एकदम खतरा हुन्छ हेर्नु होला तर यो मौरी काट्नुलाई अलिकति ढिलो भएको कारणले यो खासै मह चाहिँ रहेनछ अलिअलि हल्का हल्का मात्रै छ मह चाहिँ अरू चाका मात्रै रहेको छ हेर्नु होला यो मौरी धेरै ढिलो काट्नु गएको कारणले मह बनेको रहेनछ सुकिसकेछ मौरीले खाइसकेर छ